बाबुआमाको त्यत्रो चिन्ता होइन? आमाको उपचार गर्न पाउँदिन भनेर मैले भनेको नमानेर फर्केर आयो तिमी। तिम्रो बाबुआमा त बाबुआमा, मेरो बाबुआमा चाहिँ कोही पनि होइन। तिम्रो यस्तै व्यवहारले गर्दाखेरि मेरो बाबुआमालाई कति तनाव भएको छ, कति चिन्तामा हुनुहुन्छ, विचार गरेकी छौ? के बिचरा भुन्टीले सधैँ भूपेन्द्रको परिवार र भूपेन्द्रको यातना सहनु नै पर्ने हो त? बिचरा भुन्टी अहिले कुन अवस्थामा पुगिसकेकी छिन् भन्ने कुरा यिनीहरूले थाहा पाइसकेका छन्। आखिर के कसको कारण भुन्टी यो अवस्थामा पुगेकी हुन् भन्ने कुरा पनि यिनीहरूलाई राम्रोसँग थाहा छ। बिचरा कुनै पनि गल्ती नै नगरेकी भुन्टीमाथि विभिन्न खालको आरोप प्रति आरोप लगाउँदै उसलाई ठुला ठुला टचरहरू दिन थालेपछि बिचरा भुन्टी अहिले बेहोस भएर ढलिरहेकी छिन्। बिचरा भुन्टीलाई के भयो भनेर सोध्ने सम्म पनि त्यो घरमा कोही छैन। श्रीमान भनौदाले त केही माया गरे झैँ गर्थे, तर आज आएर ऊ पनि भुन्टीलाई शङ्खामाथि शङ्खा र आरोपमाथि आरोप लगाउन थालिसकेका छन्। आखिर चौकी गएर नै सारा कुराको समाधान हुन्थ्यो भने भुन्टी आफै जान तयार हुन्थिन्, तर त्यो कुरा भुन्टीलाई थाहा थियो कि यिनीहरूले मलाई फसाउँदैछन् र यिनीहरूले मलाई चौकी लगेर छिराए भने अर्थात् चौकी लगेर थुने भने म कहिलेसम्म बाहिर निस्किन पाउँदिनँ भन्ने कुरा पनि भुन्टीलाई विश्वास थियो। त्यही भएर भुन्टीले आज चौकी जानबाट नमान्दैमा भुन्टीलाई शङ्खाकै घेराबाट अर्थात् अपराधी नै हो भन्ने कुराको प्रमाणित गर्ने यिनीहरू कतिसम्मका मान्छे रहेछन्। आफै कुरा बिगार्छन् अनि अरूलाई भन्छन्। उनीहरू आफू नै गलत छन् अनि अरूलाई पनि गलत सोध्छन्। यता गाउँमा भएकी ती नखरमौली ती पापी सासू भने अहिले भुन्टीले नै सबै कुरा गराएको हो भन्ने कुरा मात्र के सुनेकी थिइन्, अहिले भुन्टीलाई देखि नसने भइसकेकी छिन्। हिजो मर्न खोज्दै गर्दा भुन्टीले कति दुःख गरेर बचाएकी थिइन्, तर आज त्यही दुःख गरेर बचाएको परिणाम भुन्टीले यस्तो भोग्नु परिरहेको छ। भूपेन्द्रलाई बचाउनको लागि पनि कति कष्ट गरेकी थिइन्। भीमले भूपेन्द्रलाई जेल हाल्ने तयारी गर्दै गर्दा भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई कति सम्झाएर बुझाएर कोठामा थुनेकी थिइन्, तर आज भुन्टीको पालो आउँदै गर्दा भुन्टीले गल्ती नै नगर्दै गर्दा पनि भुन्टीलाई जबरजस्ती जेल चलान गर्न खोज्ने भूपेन्द्र नै हुन्। तर अहिले भुन्टीको अवस्था भने एकदमै नाजुक छ। आफ्नो दिमागमा असर परेको भएर आफूलाई दिएको यातनाहरू सहन नसकेर भुन्टी बेहोस भएर ढलेकी छिन्। बिचरा भुन्टीको पछाडि खम्बा बनेर उभिने सुकुमायाको पनि अहिलेसम्म अतो पत्तो छैन। अब कुनै पनि हालतमा सुकुमायाको आगमन हुनुपर्छ र भुन्टीलाई सहयोग गर्नुपर्छ, नत्र भुन्टीमा नै यस्तो पावर आओस् कि सायदै भुन्टीसँग लड्न कसैले नसकोस्। भुन्टीको आँखामा आँसु हामी कोही देख्न चाहँदैनौँ।